रितेशको ट्रान्सफर भारतको सीमावर्ती अस्पतालमा भयो। दूरी बढ्दै गयो तर प्रेम कायम रह्यो। उनीहरू चिठी लेख्थे, फोन गर्थे, भिडियो कल गर्थे तर भेट हुन सकेन। एक दिन परिसाले चिठी लेखिन्, रितेश अब तिमी नआए सायद म कुर्न सक्दिन। गाउँलेहरूले अर्को प्रस्ताव ल्याएको छन्। बुबा आमाको नजरमा राम्रो छ तर मेरो हृदयमा अझै तिमी नै छौ। एकपल्ट आएर मलाई तिमी चाहिएको हो भन्नु, म पर्खिरहेको छु। चिठी पठाइन् र कुर्न थालिन्। 1 हप्ता, 2 हप्ता, 1 महिना रितेश आएनन्। परिसाले बुबा आमाको मान राखेर विवाह स्वीकारिन् तर उनको आँखामा रितेशको अनुहार सदैव बाँचिरह्यो। विवाहको 2 दिनपछि गाउँमा खबर आयो, रितेशको सवारी दुर्घटनामा मृत्यु भएको रहेछ।